नमस्कार, म विवेक चौधरी, नवदृष्टि आँखा अस्पतालको मायाप्या क्लिनिकमा कार्यरत कन्सल्टेन्ट अप्टोमेट्रिस्ट। आज म बालबालिकामा बढ्दै गएको मायाप्या र अभिभावकले घरमै कसरी पहिचान गर्ने भन्ने विषयमा केही जानकारी दिन चाहन्छु। आज म बच्चाहरूमा बढ्दो मायाप्या, टाढा नदेख्ने समस्याको बारेमा केही महत्त्वपूर्ण जानकारी दिन चाहन्छु। विशेष गरी स्कुल एडमिसन अघि आँखा जाँच, घरमै भिजन टेस्ट गर्ने तरिका, समयमै फलोअप किन जरुरी छ, बाहिरी गतिविधिको महत्त्व र लो डोज एट्रोपिन तथा मायाप्या कन्ट्रोल ग्लासेसको भूमिका बारे। मायाप्या भनेको के हो? मायाप्या भनेको टाढा राम्रोसँग नदेख्ने समस्या हो। बच्चामा देखिने सङ्केतहरू: बोर्ड वा टाढाको अक्षर स्पष्ट नदेख्नु, किताब नजिक ल्याएर पढ्ने, टिभी वा मोबाइल अत्यन्त नजिकबाट हेर्नु, टाउको दुखाइ तथा आँखा पोल्ने समस्या बढ्दै जानु। धेरै जसो बच्चाले आफ्नो समस्या भन्न सक्दैनन्। अभिभावकहरू कहाँ सावधान हुनुपर्छ? बच्चा राम्रो पढिरहेको छ भन्दैमा आँखा ठिक छ भन्ने हुँदैन। एडमिसन अघि अनिवार्य आई एक्जामिनेसन गराउनुहोस्। धेरै अभिभावकहरू भन्नुहुन्छ सानो पावर त हो, पछि ठिक हुन्छ। तर साँचो कुरा के हो भने मायाप्या समयसँगै बढ्ने समस्या हो। घरमै साधारण भिजन टेस्ट कसरी गर्ने? घरमै बच्चाको दृष्टि जाँच गर्न सकिने साधारण तरिका: बच्चालाई 3-4 मिटर टाढा उभ्याउनुहोस्। मोबाइल वा प्रिन्ट गरिएको ई चार्ट, नम्बर चार्ट प्रयोग गर्नुहोस्। एक आँखा ढाकेर अर्को आँखाले पढ्न लगाउनुहोस्। फेरि आँखा साटेर दोहोऱ्याउनुहोस्। यदि बच्चाले अनुमान गरेर पढ्छ, आँखा चिम्ल्याउँछ, पढ्न सक्दैन, तुरन्तै आँखा अस्पतालमा जाँच गराउनुहोस्। चस्मा लगाउँदा पावर बढ्छ भन्ने डर: धेरै अभिभावकको डर चस्मा लगाएपछि आँखाको पावर झन बढ्छ। यो गलत धारणा हो। चस्मा नलगाउँदा पावर अझ छिटो बढ्न सक्छ। टाइमली फलोअप किन यति महत्त्वपूर्ण छ? मायाप्या बढ्ने रोग हो। विशेष गरी 6 देखि 16 वर्षको उमेरमा मायाप्या कन्ट्रोल गर्न नियमित फलोअप अत्यन्त आवश्यक हुन्छ। अन्ततः आँखाको पर्दा सम्बन्धी समस्या हुने जोखिम बढ्न सक्छ। बाहिरी गतिविधि, आउटडोर एक्टिभिटिज किन जरुरी छन्? आजकलका बच्चाहरू मोबाइल, ट्याब्लेट, टिभी नजिकको काम धेरै गर्छन्। तर अनुसन्धानले देखाएको छ दिनको कम्तीमा 2 घण्टा बाहिर खेल्ने बच्चामा मायाप्या कम बढ्छ। दौड्ने, खेल्ने, साइकल चलाउने यी सबै आँखाका लागि औषधि जस्तै हुन्। मायाप्या कन्ट्रोल किन आवश्यक छ? बच्चाको आँखाको ख्याल: जब चस्माको पावर छिटो बढ्दैछ, उमेर सानो छ, त्यस अवस्थामा साधारण चस्मा पर्याप्त हुँदैन। समाधान: मायाप्या कन्ट्रोल चस्मा लेन्स, लो डोज एट्रोपिन ड्रप्स। यसका फाइदाहरू: पावर बढ्ने गति कम गर्छ, भविष्यमा माइनस पावरका कारण हुने आँखाका समस्या कम गर्छ। ध्यान: औषधि वा कुनै उपचार आफै प्रयोग नगर्नुहोस्। बच्चाको आँखा भविष्य हो। सानो उमेरमै बढेको मायाप्याले भविष्यमा आँखाको पर्दामा समस्या, उच्च चस्मा र जीवनभर चस्मा लेन्समा निर्भरता निम्त्याउन सक्छ। समयमा आँखा जाँच गराएर उचित उपचार गर्दा यो जोखिम कम गर्न सकिन्छ। अभिभावकजीहरू, समयमै जाँच, सही गाइडेन्स, नियमित फलोअप र बाहिरी खेलकुद आजको सानो ध्यानले भोलिको ठुलो समस्या रोक्न सक्छ। नमस्ते।